दर्शकबिन सबैजनालाई नमस्ते। अहिले तपाईँले देखिराख्नु भएको छ एउटा गाईको बाछा हैन, मृत अवस्थामा फेला भइरहेछ। यो चाहिँ तपाईँको हाम्रो बेलबारी स्थित लोन्द्रा खोलाको पुलमुनि हो हैन। प्राकृतिकको स्रोत पानीमा यसरी चाहिँ तपाईँको वर्ष नि तपाईँको हरेक हप्ता सोमबार बजार छोडेर तपाईँको अरू बेला आउनु भने यहाँनिर यसरी बाछाहरू मरेर फ्यालिरहेको भेटिन्छ क्या। किनभने यो व्यवस्थित नै गरेको छैन। अब कतिजना व्यापारीहरूले यसरी छोडेर जान्छ हैन। अनि यही काँसघारीमा चाहिँ तपाईँको उनीहरू चढ्छन् भर्छन् हैन। अनि काँसले काट्छ, कुकुरले आक्रमण गर्छ हैन। अनि उनीहरूले चाहिँ केही नपाएर लास्टमा यसरी नै मरेर जान्छ क्या। अनि म सोध्छु क्या, त्यो हिन्दू राष्ट्र जसले घोषणा गर्ने भन्ने छ, हिन्दू सेनाहरू खोइ कहाँ गए क्या। तपाईँहरूको माता यहाँ ढलिराख्नु भएको छ खोलामा। आउनुहोस्, उहाँको उत्थान गर्नुहोस्, उहाँलाई गाडेर एउटा जे जस्तो भए पनि गाडेर भए पनि सहयोग गर्नुहोस्, अथवा सक्नुहुन्न भने नगरलाई भए पनि इन्फर्म गराउनुहोस्। जे हिन्दू समाज कहाँ गए आज? तपाईँहरूको माता यहाँ यसरी पानीमा हेर्नुहोस् कस्तो अवस्थामा व्यथित तरिकाले